मिटर ब्रिजको यो क्वेसनलाई सल्भ गरौँ है त। हेर्नुहोस् त यो हाम्रो 2081 मा आएको क्वेसन हो। क्वेसन पढौँ है। एन अननोन रेसिस्टेन्स R1 इज कनेक्टेड इन सिरिज विथ रेसिस्टेन्स 10 ओम भनेको छ। ओके, एउटा R1 रेसिस्टेन्सलाई हामीले 10 ओम अर्को रेसिस्टेन्ससँग कनेक्ट गरेको छौँ, तर केमा त सिरिजमा। के भनेको छ भन्दा अगाडि दिस कम्बिनेसन इज कनेक्टेड टु वान अफ द ग्याप्स अफ द मिटर ब्रिज है। अब मिटर ब्रिजको एउटा ग्यापमा चाहिँ R1 + 10 राखेको छ है, त्यो भनेको छ। अगाडि के भनेको छ भन्दा वाइल एनदर रेसिस्टेन्स R2 इज कनेक्टेड टु द नेक्स्ट ग्याप, भन्नु मतलब एउटा ग्यापमा। ओके, यसको फिगर बनाऊ है त। हाम्रो मिटर ब्रिजको के छ त भन्दा एउटा रेसिस्टेन्स भनेको हाम्रो के हुनु भयो त भन्दा R1 + 10 ओम हुने भयो है। अनि अर्को ग्यापमा चाहिँ हाम्रो कति भनेको छ भन्दा R2 रेसिस्टेन्स राखेको छ भनेको छ। ठिक छ नि हैन। ओके, यो हाम्रो मिटर ब्रिजमा दुईटा रेसिस्टेन्स, यसलाई चाहिँ X भन्दिम, यसलाई चाहिँ R भन्दिम हैन। यता एउटा मिटर ब्रिज बनाइदिम, एउटा रफ फिगर बनाऊँ है त। ओके, यसमा चाहिँ हाम्रो एउटा ग्याल्भेनोमिटर कनेक्ट गरेको होला है। ओके, ग्याल्भेनोमिटर कनेक्ट गरेको होला, फाइन। हेरौँ है त। द ब्यालेन्स पोइन्ट अब्टेन्ड इज कति छ त? द ब्यालेन्स पोइन्ट चाहिँ कतिमा अब्टेन गरेको छ त? हेर्नुहोस् त 50 सेन्टिमिटरमा अब्टेन गरेको छ। ओके, पहिलो ब्यालेन्स पोइन्ट चाहिँ कति छ त? 50 cm मा भनेको छ है त। भन्नु मतलब यो जुन हाम्रो पोइन्ट छ यो चाहिँ के छ त? अहिले 50 cm भनेको छ। ठिक छ। ओके, अगाडि भनेको छ व्हेन 10 ओम रेसिस्टेन्स इज रिमुभड। अब यो जुन 10 ओम रेसिस्टेन्स छ नि यसलाई चाहिँ हटाइदियो है। अब सेकेन्ड केसमा के छ त भन्दा यो 10 ओम रेसिस्टेन्सलाई चाहिँ हटाएको छ। हटाउँदा के छ त भन्दा अब ब्यालेन्स पोइन्ट चाहिँ सिफ्ट भएको छ है। पहिला कति छ त? 50 cm, अब कति भयो हेर्नुहोस् त? 40 cm। ठिक छ नि हैन। दुईटा ब्यालेन्सिङ पोइन्ट दिएको छ। अब हामीलाई सोधेको के छ त भन्दा भ्यालु अफ R1 सोधेको छ। ठिक छ, 3 मार्क्सको क्वेसन हो है त। ओके, ल फोकस गर्नुहोस्, एकदम सजिलो क्वेसन छ, इजी क्वेसन नै हो। ल ओके, यसमा त मैले सीधा कसरी यसलाई सल्भ गर्न सक्नुहुन्छ, इजिएस्ट वेले कसरी सल्भ गर्न सक्नुहुन्छ भन्दा हामीले चाहिँ के छ त भन्दा सोलुसन पहिला के दिएको छ त्यो लेखौँ है त। एउटा रेसिस्टेन्स X भनेको हाम्रो के छ त? R1 + 10 ओम। अनि अर्को रेसिस्टेन्सलाई हामीले चाहिँ R मान्छ भने यो भनेको चाहिँ त R2 छ। ओके, भनौँ त अब के छ त हाम्रो X/R भनेको हामीले कति लेख्न सक्छौँ भन्दा 50 cm लेखिदिन्छु है म। अब हेर्नुहोस् है, फोकस गर्नुहोस् है। सुरुमा हाम्रो के थियो त भन्दा तपाईको यो जुन यो 10 ओम जोड्दाखेरि है X र R छ, R1 + 10 र R2 हुँदाखेरि ब्यालेन्सिङ पोइन्ट कति छ हेर्नुहोस् त? यो हाम्रो ब्यालेन्सिङ पोइन्ट कति छ त? 50 cm छ। 50 cm छ भन्नु मतलब यति डिस्टेन्स कति छ? यो डिस्टेन्स है। यो डिस्टेन्स हाम्रो कति भयो त? 50 cm। भन्नु मतलब बचेको डिस्टेन्सलाई पनि अहिले हामी के मान्नु पर्यो त? 50 cm नै मान्नु पर्यो। ठिक छ, 50 cm नै मान्नु पर्यो। भन्नु मतलब के छ त? अब यो X को एकदम फोकस गर्नुहोस् ल, बुझ्नुपर्ने कुरा नै यही हो। X सँग करेस्पोन्डिङ लेन्थ कति छ त? 50 cm। ओके, 50 cm। यो चाहिँ अलिकति मेबी ठ्याक्क बराबर देखिएन होला, तपाईले यसलाई 50 cm भनेर मान्नुस् ल। यसलाई 50, यसलाई 50 है त। ल ओके, यो X सँग करेस्पोन्डिङ लेन्थ कति छ हेर्नुहोस् त? 50 cm है, यो 50 cm। अनि यो R सँग पनि करेस्पोन्डिङ लेन्थ कति छ त? बचेको लेन्थ भन्नु कति त? 50 cm। 100 cm - 50 cm गरेर 50 cm पनि निकाल्न सक्छौँ हामीले हैन। ओके, भेरी सिम्पल। भन्नु त के त? X को के छ त? 50 cm, Y को पनि R को पनि के छ त भन्दा 50 cm। यो एउटा इक्वेसन आउँछ। ओके, यो एउटा इक्वेसन आउँछ। अनि पछि के भनेको छ भन्दा अनि सेकेन्ड केसमा हाम्रो के छ त भन्दा अब हाम्रो ब्यालेन्सिङ पोइन्ट त कति भएको छ? 40 cm भएको छ नि त। 40 cm भन्नु मतलब के त? अब सेकेन्ड केसमा, ओके, सेकेन्ड केसमा अर्को ग्याल्भेनोमिटर लेखिदिन्छु ल। सेकेन्ड केसमा हामीले के छ त भन्दा यो ब्यालेन्सिङ पोइन्ट के छ त? अब हाम्रो घटेको छ। ओके, ल घटेको छ, अलिकति सानो बनाइदिउँ है। ओके, अब सेकेन्ड केसमा के छ त भन्दा हाम्रो ब्यालेन्सिङ पोइन्ट त घटेको छ नि त। घटेको छ भन्नु मतलब के त? अब यो 40 cm आएको छ। 40 cm भन्नु मतलब के? तपाईको यो एउटा हाम्रो यतातिर 40 cm हुन्छ भने अर्कोतिर कति हुन्छ त? 100 - 40 है। मिटर ब्रिज त 100 cm हुन्छ नि त। दिस इज 40 cm भन्नु मतलब यताको हाम्रो कति हुनुभयो त? 100 cm। सरी, यताको हाम्रो कति हुनुभयो त? 100 - 40 भन्नु कति त? 60 cm। ओके, अर्को केस के हुनुभयो त हाम्रो? यो चाहिँ हाम्रो फर्स्ट इक्वेसनको लागि हुनुभयो। सेकेन्ड इक्वेसनको लागि के हुनुभयो त हाम्रो है? X/R = कति हुनुभयो त भन्दा हाम्रो ओके 40 कति त 60 बुझ्नुहुन्छ नि CM भएको भएर मैले ए CM कटिन्छ भन्ने कुरा पनि तपाईहरुलाई भन्नु नपर्ला ठीक छ नि है फर्स्ट केस छ हाम्रो के त X/R = 50 cm 50 cm किन त ब्यालेन्सिङ पोइन्ट 50 cm भएको भएर सेम केसमा के छ त हाम्रो X/R = त 40 cm के त 60 cm किन त ब्यालेन्सिङ पोइन्ट कति छ त 40 cm भएपछि बचेको त 60 cm ओके आई थिंक तपाईहरुले बुझिसक्नु भएको छ अब जस्ट भ्यालु सब्स्टिट्युट गर्ने आन्सर निकाल्ने हो है ल ध्यान दिएर हेर्नुस् त यो यति कुरा बुझेपछि आई थिंक इट विल बी भेरी इजी ओके ल फर्स्ट केसमा के भनेको छ हाम्रो त 10 ओम रेजिस्टेन्स राखेको छ नि त 10 ओम
10 ओम रेजिस्टेन्स जोडेको छ नि त सिरिजमा। सेकेन्ड केसमा हटाएको छ, हेर्नुहोस् यहाँ लेखेको छ एउटा टर्म रिमुभ भनेको छ। सेकेन्ड केसमा त तपाईँको 10 ओम रेजिस्टेन्स राख्नु परेन, सेकेन्ड केसमा R1 मात्र हुने भयो, फर्स्ट केसमा चाहिँ R1 + 10 हुने भयो। ओके, यति गरेर जाने पुग्यो है त। ल अब फर्स्टमा हेरौँ है त, के छ x भनेको छ फर्स्ट केसमा R1 + 10 अपन कति त, अनि R को भ्यालु कति छ हेर्नुहोस् त R2। ओके, R1 + 10 अपन R2 इक्वल कति हुन्छ त 57 भन्नुभयो त 1, यो हुने भयो। यसलाई सल्भ गरौँ न त। R1 इक्वल के आयो त हाम्रो, सरी R1 ओके यसलाई प्रोपर लेखौँ होइन, R1 + 10 इक्वल कति आयो हेर्नुहोस् त हाम्रो R2 आयो। यो हाम्रो एउटा केस भयो, ठिक छ। अनि यहाँबाट हाम्रो x अपन R इक्वल 47/67 बाट के लिन सक्छौँ हेर्नुहोस् त। अब रिमुभ गरेको छ नि त, रिमुभ गरेको छ भन्नु मतलब अब हाम्रो R1 + 10 हुन्छ कि R1 मात्र हुन्छ। रिमुभ गरेपछि त 10 ओम त छैन भन्नु मतलब के गर्नु पर्यो त, अब यसलाई के गर्नु पर्यो त भन्दा R1 मात्र लिनु पर्यो नि त। एक्सन भनेको हाम्रो के छ त, एज इट इज रिमुभड है, रिमुभ गरेको केस हो, त्यही भएर हामी के छ त R1 मात्र लिन्छौँ है, R1 + 10 छैन। अनि R को भ्यालु कति छ त फेरि R2 छ है त, R को भ्यालु कति छ त R2। यो भनेको कति छ त 47/67 भन्नु मतलब कति त, ओके 2 अपन कति त 3, भेरी इजी। भन्नु मतलब के छ त हाम्रो रिलेसन के आयो हेर्नुहोस् त 3R1 इक्वल कति आउँछ त 2R2, ठिक छ। 3R1 इक्वल के त 2R2, बुझिन्छ यहाँसम्म है। ओके, अब जस्ट सब्स्टिट्युट गरेर एन्सर निकाल्ने है त। रिलेसन के छ एउटा रिलेसन के आयो हेर्नुहोस् त R1 + 10 इक्वल R2। अरू के आयो त 3R2 इक्वल के त, सरी 3R1 इक्वल के त 2R2। ओके, त्यसपछि अब हाम्रो सोधेको के छ हेर्नुहोस् है, भ्यालु अफ R1। ओके, भ्यालु अफ R1 सोधेको छ भने ओके ल जसरी गर्दा पनि हुन्छ, यु क्यान डु इन योर ओन वे। मैले चाहिँ के लेखिदिन्छु त भन्दा 3R1/2 इक्वल R2 गर्दै है त। 3R1/2 इक्वल R2 यहाँबाट लेखेँ हेर्नुहोस् त, 3R1/2 इक्वल R2, भेरी इजी। ओके ल त्यसपछि R2 लाई म के लेख्न सक्छु हेर्नुहोस् त, अब सब्स्टिट्युट गरौँ। देन R1 + 10 इक्वल R2 ले के लेख्न सकिन्छ, भर्खर निकालेको रिलेसन R2 ले के लेख्न सकिन्छ त 3R1/2। ओके, 3R1/2 R1 सोधेको छ नि, त्यही भएर मैले R1 को बेसिसमा निकालेको है। ओके, अब हेर्नुहोस् त यसलाई के गर्ने त 10 इक्वल के आयो त 3/2 R1 - R1। मलाई लाग्छ तपाईँलाई अब इजिली सल्भ गर्न सकिन्छ। 10 इक्वल कति आयो त 3R1 - 2R1/2। देयरफोर R1 को भ्यालु कति आउँछ 3R1 - 2R1 भनेको R1 कति आयो त यो 10 × 2 भनेको कति त 20 ओम। ओके, यसरी हाम्रो के छ त R1 को भ्यालु चाहिँ 20 ओम आउँछ। ओके, यसमा तपाईँले बेसिकली बुझ्नुपर्ने कुरा भनेको यो ब्यालेन्सिङ लेन्थलाई x अपन r को बेसिसमा चाहिँ त्यो करेस्पोन्डिङ तरिका लेख्नु पर्यो। ओके, ठिक छ, मलाई लाग्छ तपाईँलाई क्लियर भयो होला। एकचोटि रिकल गरिदिन्छु है त। जस्तै x को करेस्पोन्डिङ लेन्थ कति छ त, फर्स्ट केसमा x को करेस्पोन्डिङ लेन्थ कति छ त, या भनौँ R1 + 10 को करेस्पोन्डिङ लेन्थ कति छ त 50 cm है, भन्नु त सुरुमा 50 cm। अनि R2 कति छ त, यसको पनि कति त 100 - 50 भनेको त्यसको पनि 50 हुने भयो। ओके, त्यही भएर हामी के गर्छौँ त x भनेको 50, r लाई पनि कति त 50, यसरी सिधै सिधै लेख्छौँ। सिमिलरली सेकेन्ड केसमा के छ त 10 ओम त रिमुभ गर्यो नि त, 10 ओम रिमुभ गर्यो भन्नु मतलब के त, अब हाम्रो के भयो त ब्यालेन्सिङ पोइन्ट चाहिँ 40 cm मा सिफ्ट भएको छ। ओके, भन्नु त x कति छ त 40 है, यो 40 भएपछि कति बच्यो कति भयो त 60। त्यही भएर हामी के गर्छौँ त भन्दा x अपन r इक्वल 40/60। ओके, रिमुभ गरेको भएर R1 मात्र लेखेको। ओके, मलाई लाग्छ सबैजनालाई क्लियर भयो होला। पछि फेरि म सर र तपाईँलाई रिकल पनि गरिदिएँ। ओके, यस्तो क्वेसन पनि आउन सक्छ, इम्पोर्टेन्ट क्वेसन हो, तर सजिलो क्वेसन हो जस्तो लाग्छ मलाई। तपाईँहरूले मलाई लाग्छ बुझ्नु भयो नै होला है। ओके ल, केही कुरा कन्फ्युजन छ भने तपाईँहरूले मलाई कमेन्ट सेक्सनमा भन्दा पनि हुन्छ। ओके, यो भिडियो तपाईँलाई हेल्पफुल भएको छ भने लाइक र सेयर गर्नु होला। अनि तपाईँहरू चाहिँ यस्तै भिडियोको लागि चाहिँ तपाईँहरूले चाहिँ के गर्नुहोस् त हाम्रो यो च्यानललाई ओके सब्स्क्राइब पनि गर्नुहोस्। ओके, सब्स्क्राइब गर्न चाहिँ बिर्सिनु भएन है त। ओके ल, थ्याङ्क यू सो मच।